झापा जिल्ला कन्काई नगरपालिका वार्ड नम्बर 9 को यो अहिले यो विषम परिस्थिति सिर्जना भएको छ। यो बङ्गालको खाडीबाट यो सिर्जना भएको यो आँधीहुरी पोथा नेपालसम्म पनि आइपुग्दा कृषकहरुमा यसरी समस्या उत्पन्न गरेको छ। पाकेको बाली एकदमै लडाएर चाहिँ यो धान यसरी पानीमा डुबेको अवस्था छ। दर्शकबिन यहाँहरूले हेर्न सक्नुहुन्छ, यो चाहिँ अहिले पानीमा डुबेको छ। यस्तो धान बाली कसरी भित्राउने हो? पाकेर काट्ने बेला भएको छ, यो भित्राउने बेला भएको धान। अब यसलाई के गर्ने? ल हेर्नुहोस् दर्शकबिन, यसरी चाहिँ पाकेको धान बाली नष्ट भएको अवस्था छ। यसरी पानी कुदिरहेको छ। यो चाहिँ एउटा खोलामा परिवर्तन भए जस्तो भएको छ। यो नाला अहिले भरिएको छ। हेर्नुहोस्, यहाँहरूले हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, यसरी चाहिँ धान बाली पूर्ण रूपले क्षति भएको अवस्था छ। यो कहिले अब यो पसाउँदै गरेको धान यसरी ढलेपछि यो धान पक्कै पनि पाक्ने अवस्थामा छैन। करिब धेरै जसो कृषकहरूको यो समस्या यसपालि उत्पादनमा क्षति भएको छ। किसानहरूको यो क्षमता, यो धान बाली नष्ट भएको छ। यो दृश्य यसले किसानहरूको मन रुने देखिन्छ। यो किसानहरूलाई रुवाउने गरेको यो मौसम यस वर्ष साँच्चै नै किसानलाई मारमा नै पारेको छ। के छ भाइ, यसपालिको यो हावाहुन्डरीले कस्तो क्षति गर्यो तपाईँहरूको खेतीबालीमा? यसपालिको हावाहुन्डरीले क्षति धेरै गराएको छ। एकदम सबै धान लडाएर यस्तो बिजोग छ। हेर्नु, पानी भएको छ। अनि अब यसको क्षतिपूर्ति अब कतै यसो राहत पाइन्छ कि भन्ने एउटा हामी किसानले पनि आश गर्दैछौँ, कतै सरकारबाट भन्ने सोच धेरैको। अब यसपालि भात पनि खान पाइन्छ कि पाइँदैन भन्ने स्थिति पुग्यो। एकदम बिजोग छ। गरिब किसानहरूको लागि साह्रै नै समस्या भयो। समस्या छ। पुरै राहत प्याकेजको अहिलेसम्म तपाईँहरूले त्यस्तो पाउनु भएको छ? विगतमा भएको मकै क्षतिहरूमा त्यस्तोमा पाउनु भएको छ? खोइ अब त्यस्तो त पाउनु त धेरैचोटि त्यसरी झुकेर त लगेको थियो। अब यसरी देखाएको पनि थियो। त्यति साह्रो खासै चाहिँ पाइहालिएको चाहिँ छैन। तर योचोटि चाहिँ के पाइन्छ कि भन्ने आश छ। किसानहरूमा निराश बनाउने गरेको आएको यो आँधीहुरी बतासले यस बालीको यो धान बाली झापामा यसरी नष्ट गरेर यो चाहिँ अहिले त्रासको स्थिति छ। के खाउँ भन्ने अवस्था बनाइदिएको छ। यो चाहिँ समस्याको समाधान कसरी हुन्छ? साना किसानहरूलाई कसरी चाहिँ यसपालि यो क्षतिबाट राहत मिल्न सक्छ भनेर हामीले धेरै ठाउँमा जिज्ञासाहरू पनि राखेका छौँ। किसानहरूका आवाज पनि लिएका छौँ। विभिन्न क्षति भएका यो धान बाली क्षति भएका किसानहरूसँग मैले छोटो कुराकानीहरू पनि गरेको छु। उहाँहरूको जिज्ञासा तपाईँहरूमा आज राख्दैछु। यसपालिको यो क्षति, यो हावाहुन्डरीले कस्तो क्षति गरेको छ आन्टी तपाईँहरूकोतिर? काट्नु सक्नु छैन, सबै डुबेर समुद्र जस्तै कुदिरहेको छ। हामी किसानलाई चाहिँ कसै गरेर पनि भएन। अब नमर्नु न बाँच्नु बनाएको छ है। बाली कसो गरेर हुन्छ हामीलाई रात कि भन्ने आश लागिरहेछ। पोहोरकै जस्तो हुने हो कि मानव खाएर मुरी उब्जाउने भनेर चाहिँ बर्खामा दुःख गरेर रोप्नु भएको धान यसरी नष्ट हुँदा कस्तो भइरहेछ आन्टी? साह्रै दुःख लागेको छ नि। के गर्नु, अलिअलि खेती गरेको 2-3 काठा, त्यो पनि पानीमा चुप्लुक्क। 2-3 बिघा खेती गर्नुहुन्छ उहाँले, तर उहाँको खेती यस्तो अवस्थामा रहेको छ। अहिले यसरी डुबिरहेको अवस्थामा रहेको छ। यसरी खेती डुबिरहँदा किसानहरूको मनमा साह्रै नै पीडा भइरहेको छ। यसमा मलमपट्टि सम्बन्धित निकायले लगाउन सक्छ कि सक्दैन, त्यो त हेर्न बाँकी नै छ। यहाँहरूले हेर्न सक्नुहुन्छ अहिलेको अवस्था। यसरी चाहिँ किसानले लगाएको यो हिउँदे बाली, यहाँ साग सब्जीहरू लगाउनु भएको थियो। अहिले यसरी पोखरी बनेको छ। म कृषकसँग नै सोध्न चाहन्छु उहाँको यसको बारेमा। अशोक दाई, यो यसरी क्षति भएको छ, के लाउनु भएको थियो यहाँ? धनियाँ लगाएको थिएँ। समयमा धनियाँ सबै
लसुन थियो औकातिर मुला सागहरू तोरी सागहरूलाई सबै लगाएको सबै नाश गरिदियो। अब यसको विकल्प के छ? के हुन्छ र अब यो गयो अब फेरि जोतेर फेरि गयो। कति जति क्षति भयो तपाईँको? कतिको बिउ लाउनु भएको थियो? यो लगाएको 1600को बिउ लगाएको थियो, जोताएको यताउति गरेर 5-7 हजार रुपियाँ भयो। त्यो पनि ठुलो रकम हो। ठुलै हो नि, गाउँलाई त अब ठुलै हो। के गर्नु, नोक्सान गरिदियो। यो तपाईँहरूकोतिर यति मात्रै हो कि धान बालीमा पनि क्षति भएको छ दाजु? होइन, धान पनि 10 कट्ठा जति जम्मै लडाएको छ। जम्मै धानमा पानी बगिरहेको छ, पहिनी पुरै बगिरहेको छ धानमाथिबाट। सबै बगाइरहेको पानी, धान सबै पानी मुनि भइरहेको छ।